गतिलो श्रीमान पर्यो भने नि बुढीले सुख पाउँछ भन्छन् होइन। बैमानी श्रीमान पर्यो भने बुढीले यति दुःख पाउँछन् कि यति दुःख पाउँछन् सोच्नै नसकेको। किन? कोही रक्सीतिर भाग्ने होइन, कोही रन्टीबाजी गर्ने होइन, कोही तास खेल्ने होइन, कोही जुवा खेल्ने होइन। त्यस्तो बुढो पर्यो भने श्रीमतीको यो फुटेको खप्पर जस्तै हुन्छ, कहिले नसोचे जस्तो हुन्छ। अब श्रीमती पनि नि श्रीमत छँदा छँदै अरूतिर ढिर्कुली मार्न थाल्यो भने नि तर त्यस्तै नै हो। फेरि श्रीमती पनि सही हुनु पर्यो, श्रीमान पनि सही हुनु पर्यो। श्रीमतीलाई मात्रै गल्ती देखाउनु हुँदैन, श्रीमानलाई मात्रै गल्ती भयो श्रीमतीले भन्नु भएन। दुवैजना बराबर हुनु पर्यो होइन। आफूले गल्ती गरेको छैन उनीहरूले पनि गल्ती त गरेन होइन। तर छोरा मान्छेले गल्ती गरे पनि केही अलिकति मुस्किल, एक दुई दिन मुस्किल हुन्छ, त्यहाँभन्दा मुस्किल हुँदैन। तर छोरी मान्छेको इज्जत भनेको त नि सियोको टुप्पामा हुन्छ। एकचोटि गल्ती भएपछि खलास, जिन्दगीभरलाई पुग्यो। त फलानी यस्तो त निस्कि यस्तो भन्छ, कुरा काट्ने र हजारौँ मान्छेहरू हुन्छ। खाएको एक मानाको भात खाएको पेटमा अट्छ, तर कुराहरू अट्दैन मान्छेहरूलाई। हो कि न भन्नुहोस् त साथीभाइहरू? ओके।